हार्दिक नमन, न्यानो अभिवादन दुर्गा वनवासीको एउटा कविता वाचन गर्छु। गद्य कविता नयन रुझेपछि शीर्षकको यो कविता दिपा शाही रावलले लेख्नुभएको। कवि साहित्यकार अर्थात् सर्जक दिपा शाही रावल कैलालीका सर्जक हुनुहुन्छ। उहाँको यो कविता मार्मिक कविता नयन रुझेपछि म वाचन गर्छु। नयन रुझेपछि सपनाहरू लुटिएपछि भिजेको आकाश झैं छ मनको छानो। नयन रुझेपछि सपनाहरू लुटिएपछि भिजेको आकाश झैं छ मनको छानो। टुक्रा टुक्रा परे झैं सपना जसको टालो फेर्ने साहस अब हराइरहेछ यो मुटुको कुना काप्चामा। पीडा बल्झियो दिलभित्र काँडा गडिएपछि, पीडा बल्झियो दिलभित्र काँडा गडिएपछि बोल्न खोज्दा खोज्दै स्वर नै काँप्छ। तिमीले गुमाएको त्यो साँझ अझै बाकसमा बन्द छ, प्रत्येक सम्झनासँग फेरि खोलिन्छ। चट्याङ पर्छ यात्राहरू रोकिन्छन्, पाइलाहरू उही पुरानै चोकमा अड्कन्छन् जहाँ तिमी हाँसेका थियौ र मैले तिमीलाई टुलु टुलु हेरेर संसार बिर्सेको थिएँ। भाग्य ठोकिन्छ ढुङ्गै ढुङ्गामा, भाग्य ठोकिन्छ ढुङ्गै ढुङ्गामा म भासिन्छु आत्मा थिचिएर तारे भिरमा। यात्रा रोकिन्न समय रोकिन्न, यात्रा रोकिन्न समय रोकिन्न र म समयसँगै घिस्रिँदै उही बिन्दुमा आइपुग्छु जहाँ तिमी थियौ र म समयसँगै घिस्रिँदै उही बिन्दुमा आइपुग्छु जहाँ तिमी थियौ। पात भएर झर्छ जिन्दगी, न खहरे झैं बग्न पाउँछ न फुल झैं फक्रिन, बस खस्छ मौनतामा जसलाई टिप्ने कोही छैन। भावनाहरूले बाढी बगाउँछन्, भावनाहरूले बाढी बगाउँछन्, मनको किनारै मेटिन्छ। तिमीले छोडेका पद चिन्हहरू पानीमा घुम्दै हराउँछन् र म तिमीलाई सम्झिरहन्छु हरेक उज्यालो र अँध्यारो बीचको मध्य बिन्दुमा, र म तिमीलाई सम्झिरहन्छु हरेक उज्यालो र अँध्यारो बीचको मध्य बिन्दुमा। न लुकेको छु न खुलेर रोएको छु, बस बाँचिरहेछु एउटा अन्तहीन प्रतीक्षा जस्तै जहाँ आशाहरू पलाउँछन् र फेरि ओइलाउँछन् तिमी नआएपछि। न लुकेको छु न खुलेर रोएको छु, बस बाँचिरहेछु एउटा अन्तहीन प्रतीक्षा जस्तै जहाँ आशाहरू पलाउँछन् र फेरि ओइलाउँछन् तिमी नआएपछि, र फेरि ओइलाउँछन् तिमी नआएपछि। नमस्कार, धन्यवाद।